ल यो हाम्रो सानो पुन्टु गाडीमा हामी अब घुम्न जाँदैछौँ। भाइ त अनि गर्लफ्रेन्ड लिएर जाने भनेर सुनेको थियो त अहिले। यो कुवेत टावर भयो होइन, देख्नुहुन्छ गाइस। यता हाम्रो गाइसहरू सबै एक वान बाई वान ह्यान्डसम सिङ्गल छ। जति जे छ नेपालमा चाहिँ यहाँ कोही केही छैन। यो 20 को नोट हो, कुवेतको सबैभन्दा ठुलो नोट। यता 5 हो। हेलो गाइस एभ्रिवान। ओला कालो दिउँसै 50 भाग्दैन नि त। मेरो नाम टुकबहादुर हो, म रारै मर्ने भयो। मलाई हेर्ने कोही भएन। आज मऱ्यो, भोलि 2 दिन। लास्टमा चाहिँ मेरो फोनहरु बायोमा छ भन्दै। ल यो हाम्रो सानो पुन्टु गाडीमा हामी अब घुम्न जाँदैछौँ। चुच्चा छ त हौ, सेतो छ त अरे। सेतो पुन्टु चुच्चा छ त हौ। ओइ कसको पो आइफोन पो रहेछ त हौ। सानो पुन्टु गाडीमा जाँदैछौँ। कताबाट जाने हो? कति काम गर्नु हो कहिले काहीँ त यसो रेस पनि चाहिन्छ। लाग्यो। कस्तो मजा आयो गाडी चढ्दा। हाम्रो माबुला ब्लक 3 हो। आज हामी जानु चाहिँ कहाँ जाने, खोइ गुरुजीले कहाँ लाएर लिएर जान्छ, गाउँले अब थाहा छैन। आफूले जा भन्छ त्यही लिएर जाने हो। ड्राइभरको काम त लाने त हो। सिट बेल्ट लाउ करायो। ए अरूबाट कराउँदैन, यसबाट कराउँ। माबुला 3 देखि 2 मा छिरियो। स्न्याप न्याप 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 गर्दै कस्तो गराउँछ गाडीको टायर। हावा कम भयो। खोइ त अनि ऊ भाइ त अनि गर्लफ्रेन्ड लिएर जाने भनेर सुनेको थियो त अहिले। खोइ तिम्रो गर्लफ्रेन्ड। अनि लामखुट्टे अनि तिमीले गर्दाखेरि प्लान बिग्रेको लु भन त न। मैले प्लान बिगार्छ त। तिमीले भालेपोथी भालेपोथी जाउँ भन्यो अरे त। भालेपोथी जाउँ भनेको होइन त है। लु भन। जाउँ मिलाएर घुम्न जाउँ भनेको सब अब कार भर्दा जति रिसायो। के भएर रिसाए? खै कसले 5 बजी जाने अरे, कसले 6 बजी जाने अरे। म त अब बिचको मान्छे त्यही भन्छ। म हेर त्यहाँ स्टोरी हेर त अघि। अब म त सक्दिनँ। म त यो पनि हाल्छु त। 900 रुपियाँ खान्छ। 900 रुपियाँ 900 फिल्स। कतिको लिमिट हो? कस्तो लिमिट? पेट्रोल कार्डमा यो हुँदैन? छैन, कार्ड छैन। यता हो माइला। मेरो छैन अहिले, ब्यान्ड भइसक्यो। ग्यासै हाल्ने हो? गरेको ट्याक्सीले पनि नल्याइदिएको। ट्याक्सीले पनि नल्याइदिएको अरे। नेसनल डेको दिन थियो। सिटीदेखि यहाँ ल्याउनु भनेको जाम छ, बाटै छैन अरे क्या। त्यहीबाट नि छिर्नेर आउँछ हो, पागल भइसक्यो। ढिलो भइरहेको कहाँ छिराउँछ अब यस्तो त छ कुर्सी। यो कुवेत टावर भयो होइन, देख्नुहुन्छ गाइस। यता हाम्रो गाइसहरू सबै एक वान बाई वान ह्यान्डसम सिङ्गल छ। जति जे छ नेपालमा चाहिँ यहाँ कोही केही छैन। त्यहाँ साइकल रहेछ स्टोरमा। यो 20 को नोट हो, कुवेतको सबैभन्दा ठुलो नोट। यता 5 हो। यता हाम्रो गाइसहरू दामी गरी नाच्ने अरे। यो दिलमा तिम्रो नाम भाइरल भइदियो भन्दै 20 को नोटको पानी जहाज। अहिले त हामी सिसाइडतर्फ जाँदैछौँ। भाइ नाच्देऊ न एउटा। यो दिलमा कस्तो ह्यान्डसम दिएको, सेतोमा फेरि लास्ट। यो मान्छे त ल परेदेखि त आजभोलि त निकै सफा क्लिन भएर है। है ल पर्नु पर्ने छ मान्छे यार। अस्ति त अलिअलि कोत्रो भएर हिँड्दै अहिले त चिल्लो यार। म पनि ल पर्नु पर्यो। यता चाहिँ होइन, उतातिर चाहिँ जानु मन लागेको छ। सानोतिनोले त कहाँ हुन्छ? तर यो मान्छे ल परेदेखि त के साह्रो सुखिलो न सुखिलो यार। पोटिलो अलिक राम्रो फोटो भिडियो खिच्दियो भने त यसो भरे डिस्काउन्ट हुन्छ कि खाजा साजा। अहिले चाहिँ हाम्रो डिजिआई एक्सन 6 पर रेकर्ड भइरहेछ अब यो चाहिँ होइन।
बिना कन्टेन्टको भ्लग बनिन्छ ल देखो नि त अब हामीलाई मालिया लाने कि पारी अब्दली फार्मतिर लाने त्यो गोला बारुद आएकोतिर होइन गोला बारुदतिर नजाउँ अब्दलले उतातिर छ मालिया पार्कतिर है मालिया पार्क मालिया पार्कतिर छ ए दामी आउँदो रहेछ यार यहाँबाट पनि भाइला लो लाइटमा पनि राम्रो पाउँछ त भरे बेलुका पनि ए टुके भइरहेर चुरा भिडियो चाहिँ नाल्नु यहाँ क्यामेराम्यान हुनुहुन्छ यता ल यस्तो खै यस्तो गरेर बसेको अहिले मलाई पनि दामी गोरो देखिन्छ के भयो यार कन्टेन्ट बनाइहाल्छ गोरो देखिरहेको यार के गरेको भाइ मलाई देखिन्छ गोरो जाउँ न तिमी पनि हामी फोटो खिचिदिन्छु ठक्कै क्या नेपाली एउटा चाहिँ मेरोसँग मिलेछ रे नेपाली कस्तो गोरो देखेको त म त छैन त गोरो तपाईँलाई पनि छेउमा ल्यायो भने गोरै देखिन्छ ओला कालो लु अब खिचाउ के भन्नु हेलो के भन्नु मेरो नाम टुकबहादुर हो मेरो नाम टुकबहादुर हो म राँडै मर्ने भयो मलाई हेर्ने कोही भएन एक्लै घुम्न आउनु परेछ केटाहरू आफ्नो धुनमा छन् यस्तै छ जिन्दगी कुवेतमा आएर घुम्ने हो उहाँ पारी देख्नु भएछ दाइ पनि आउनु भएको छ गर्लफ्रेन्ड जति भागेको सब पछि लगाएर दिउँसै पछ्याएपछि अनि भाग्दैन नि त जिउँदै सब अब आफ्नो तालमा छन् सब बिजी दामी देखाएको त पछाडिको घाम हेर्नु त्यहाँ अगाडि जोडी छ हामी हेरे हामी चाहिँ हेरेको हेरे अगाडि पनि मारेछ त के गर्नु हो गाह्रो छ म पनि यता साइडमा हिँड्दैछु केटीहरू क्यामेरा केटाहरू दाइहरू क्यामेरा छल्ने बित्तिकै केटी जिस्काउनु पाउँछ के बहिनीहरू जानु छिमेकी अरे आफन्त यता पछाडि चाहिँ कुवेत टावरको नजारा डल्लै देखिरहेछ हाम्रो केटाहरू चाहिँ अगाडि त त्यहाँनिर पुरा कान्छीलाई कपिरहेछ टोइलेट होला होइन नि के हो माथि फोटो खिच्नु यहाँबाट भ्यू हेर्ने हो नि त पराको सर फोटोहरू यहाँबाट खिच्ने हो मेरो पछाडि नजारा देख्न सक्नुहुन्छ नजारा है यो चाहिँ कुवेत टावरको नजारा सर एकदम यहाँ चाहिँ माथि भ्यू टावर जस्तो कि सानो भ्यू टावर हो होइन अब चाहिँ लाग्यो पर पुलतिर लाग्यो अहिले इभिनिङ टाइम भइरहेछ सबैजना बाहिर निक्लिरहेछ होइन इभिनिङ वाकमा कान्छीहरू पनि पर पुगिसकेछ है देउरालीमा बतास चल्यो देउरालीमा बतास चल्यो बतास चल्यो अब चाहिँ रेकर्ड भयो ल हामी ल त्यसले नुन पानी निले जस्तो छ गर्दैछ
खोइ तर चाहिँ कसले आफै भन्नु बढी बताइदिने त्यस्तै भयो एकछिन बस्नु हेलो भाइ मेरो मिनी ब्लगमा स्वागत छ तिमीलाई हेलो गाइज हाम्रो मिनी भ्लगमा स्वागत छ तपाईँहरूलाई म कस्तो गिरी गरेको तपाईँहरूलाई म धेरै पछि धेरै पछि म आएको छु केही भन्न चाहन्छ भने कमेन्ट गर्नु होला त्यस्तै छ जिन्दगी मेरो आज मऱ्यो भोलि 2 दिन लास्टमा चाहिँ मेरो फोनहरू बायोमा छ भन्दैन ल अब चाहिँ हामी चाहिँ फर्क्यौँ है अब यसो मनोरञ्जन गरेर यस्तै छ हाम्रो गुरुजीले ल्याइहाल्नु भयो 16 वर्ष भएर बसिरहेको छ नि तर यो गाडीको यार यो ह्यान्डल त रेसिङ गाडीको जस्तो यार यो उयोहरू डिस्प्लेहरू पनि दामी क्या गाडी कुदाउने मान्छे नि आचुम्पाक छ नि यहाँनिर हिरो पो छ त टिकटकहरू चाहिँ फेरि जरा मिथुनको फिल्म देखा खोइ कसो एकचोटि गरौँ त कसो अरे खोइ त्यो गीत आउनु 1 2 3 माथि सर्च बारमा क्लिक गरेर जरा मिथुनका फिल्म देखाइए त Paramithon ka film दिखाइछु अब चाहिँ हामी टाटा बाई बाई गरौँ यताहरूलाई स्टोरीमा अब फर्केको हामी ब्याक टु माबुल्ला किन नभन्नु फर्किँदैछौँ अब कहाँ जाने बिच बाटोमा जाने नेपालमा ट्र्याक्टर कुदाउने मान्छे नि यस्तो दामी एडभान्स फ्युचर भएको गाडी कुदाइरहेको छ यत्रो एलइडीहरू भएको नेपालमा त ट्र्याक्टर कुदाउँदा चाकहरू त ढुट्टो हुन्थ्यो होला त नि कमाइ पनि राम्रो गाडी पनि यस्तो राम्रो पुरा झुन्डी कुदाइरहेको छ यहाँनिर ल अब हामी चाहिँ लाग्यो वासस्थानतिर ड्युटी छ भरे गुरुजीले सही सलामत तरिकाले घुमाएर ल्याउनु भयो जरा मिथुनको गीत लगाले जरा मिथुनको फिल्म देखा खोइ कसो एकचोटि गरौँ त कसो अरे खोइ माथि सर्च बारमा क्लिक गरेर जरा मिथुनका फिल्म देखाइए त Paramithon ka film दिखाइछु